ल यो दुःख कहिल्यै सकेन। चाडपर्व आए पनि यस्तै नआए पनि यस्तै। ल तिज पनि आइसक्यो, सबैको रमझम छ। आफ्नो जहिलेको यस्तै दुःख छ। ल ए दिदी, म घरमा गएको थिएँ, हजुर त गोठमा पो हुनुहुँदो रहेछ त। ए कान्छा पो आएछ त, सम्झिरहेको थिएँ। कताबाट आइस नि बाबु? हजुर लिन आएको दिदी, घर मम्मीले बोलाउनु भएको छ तिजको लागि। जान्न भयो बाबु, म त घरको काम कहिल्यै सकिँदैन। हेर कि भैँसीहरू यति छ, यहाँ घाँसपात गर्नुपर्ने। जान्न भयो म। कहाँ त्यस्तो भनेर हुन्छ दिदी, घर उहाँ आमाले बोलाएको बोलाइ छिन्। खै जान्न होला बाबु, त्यही एउटा साडीले 3-4वटा तिज कटाइसके, लुगा पनि छैन। अब यस्तो छ घरको काम पनि, अब के म खै जान्न होला बाबु म। दिदी म अहिले त कमाउनी भएछु नि, बाहिर गएर आएको। हिँड्नु दिदी, म सब तपाईँले जे भन्नुहुन्छ त्यतै ल्याइदिन्छु दिदी म। ए हो र कान्छा, किन दिन्छस् र? मेरो बाबु पनि कमाउने भएको छ नि हुन त। जाने र बाबु? हिँड्नु दिदी, हिँडिहाल्नु त। ए हो र कान्छा, ल त नि। अब कान्छाले भनेपछि कसरी नाइ भन्नु। यो पालिको तिज त मेरो पनि निकै रमाइलो होला जस्तो छ है। अब ल त नि कान्छा, यत्तिकै जाने बाबु? दिदी यत्तिकै हेर्नु त, म त गोठमा काम गरेको, के भन्छन् त्यहाँ पनि हिलो भएको छ। ल दिदी आउनु है भित्र। हजुर के सेवा गरौँ होला? म दिदीलाई लिएर आएको छु। दिदीलाई अब तिजको लागि साडीहरू देखाइदिनु पर्यो। यो पो मलाई साह्रै मन पर्यो बाबु। यो लिनु नि दिदी, अरू पनि लिनु। भाइ बाहिरबाट कमाएर आएको छु। के लिनु दिदी, अझै 4-5 वटा लिए हुन्छ। कान्छालाई गाह्रो हुन्छ कि फेरि? हुँदैन दिदी, किन गाह्रो हुन्छ? मेरो तिज त उयो भएको साह्रै। दिदी साह्रै राम्रो देखिनु भयो त। हो बाबु, मलाई सुहायो। हजुर दिदी, एकदम राम्रो देखिएछ।